I love you too. सिजिलिङ रोहिणीलाई छोडेर घोषसँग लभ पर्दै रहेछ मिस्टर तामाङको। यस्तो रमाइलो रमाइलो मिस्टर तामाङ र घोषको भिडियो। के सिजिलिङ रोहिणीलाई फलोअर्स र लाइकको लागि मात्र युज गरेको हो त? घोष मन परेर सिजिलिङ रोहिणीलाई छोडेको हो त? हेर्नुहोस् यो घोष र मिस्टर तामाङको यस्तो यस्तो भिडियोहरू। यस्तो गर्नु त घाँटी साथी देखाउनु त यता साइडमा। छैन प्लिज यार। ए प्यारीहरू मैले बुझेँ खै दा झन् ल बाइट छैन। हेर्छु नि फेरि म सब अहिले लाइभ इन गर्छु सब चेक गर्छु। अहिले घाँटी मात्रै चेक गरेछु कि ए आमा यो केटीलाई गाइस यार। ओ म पुग्यो मलाई। हे भगवान पुग्यो बचाले। लास्ट रहेछ है केटी त। भिडियोस मात्रै नै गाइस अहिले यहाँ धेरैजना छ नि त नि त्यही भएर म त मलाई हल्का लाज लागेको। प्लस तपाईँले जे पनि खाले जे पनि त्यो गरिदिन्छ। ए बुढाबुढीमा के को लाज भिडियोस मात्रै नै गाइस टोक दिन्छु भेटोस मात्रै नै टोक दिन्छु। एक्लै भेटोस मात्रै नै टोक दिन्छु क्या म तिमीलाई। तपाईँले टोक्रासम्म चाहिँ म टुलु हेरिबस्छु होला र। तिमी पनि टोक न मलाई भइहाल्यो नि। के हुँदैछ यहाँ लाइफमा रोमान्स हुँदैछ प्यारी। कहाँबाट अर्डर गरिदियो नानी? वेयर यु गाइज अर्डरिङ फ्रम? यसो सेलिङको कमेन्ट पढ्दियो ल। बुढी मान्दैन जस्तो सल्लाह। कपी पेस्ट हान्दियो ल गाइस, सबैजना कपी पेस्ट हान्दियो ल। कहाँबाट अर्डर गर्नु लाग्यो? बुढी मान्दैन जस्तो विच रेस्टुरेन्ट? मेरो त घरमा यार खानै पाक्दैन आज, के गर्नु गाह्रो छ। त्यही भएर बाहिरबाट अर्डर गर्नुपर्ने छ। I'm having spaghetti rice. I will have a pepperoni and एउटा hakka noodles. Yeah, that two for me. Nani, I will have pepperoni and hakka noodles. प्यारीहरू मिस्टर तामाङले मलाई फसायो। किन कसरी? आजबाट दिन कस्तो भयो? ओए अहिले त्यसरी बान हैन, तिम्रो फेसको फिचर कस्तो मजाले देख्दो रहेछ। हो गाइस अनि है तिमीलाई कुर्ता सुरुवाल साडीमा चाहिँ कपाल छोडेको राम्ररी देख्छ। यस्तो लुगामा चाहिँ यसरी बानेको क्या त्यो लाइक सेक्सी वाला हुन्छ नि, लाइक त्यो फेसको फिचर खतरा देख्दो रहेछ। इसने कमेडी देख्छ के होइन कस्तो त्यो फेसको फिचर कस्तो मजाले देखिरहेछ। कहिले तिम्रो ड्रेस हेर्छ नि एकचोटि फेरि आफ्नै आँखाले लाइभमा आउँछ। प्यारी प्लिज म तिम्रो पाउमा गिर्छु, तिम्रोमा खुट्टा ढुक्छु। म आज मुडमा छैन के प्यारे। म चाहिँ मुडमा छ नि अबे, मुडमा गद खुस भएर बसिरहेको छु म यहाँ। आइडी बनाउँदा दिक्क लागिसक्यो मलाई। प्यारे तँ फोटो भएन के म ठुलो बनाउँछु, म भ्याकै छैन नि। आज पनि म पार्टीबाट आएको। तँ कमिला जस्तो। म कमिला हो होइन म कमिला हो। होइन अनि के गरेको त अनि त्यो उहाँमै देखिरहेको छैन। म ठुलो बनाउँछु नि त नि प्यारी। तिमी भन न, घरभरि तिम्रै पोस्टर टाँस्थ्यौँ। तिम्रो त्यो कालोवाला म सधैँ तपाईँकै हो त। अनि के गर्नु सँग